이렇게 그동안 ल अनुपमा श्रीले यहाँ समोसा बनाउँदै छिन् भिडियो हुँदैथ्यो ल कमेन्ट्री पनि अनि हाम्रा विमल दाजुले समोसा आज सकी नसकी पहिला हात हाल्नु भयो अहिले चाहिँ है अघि चाहिँ के अरे यो मैदा के अरे पिठोको चाहिँ पसिना तेल निस्क्यो भन्दै थियो अहिले आफ्नै तेल निकाल्दै हुनुहुन्छ अनि हाम्रो बडो के भन्ने धेरै चिजमा मिस भएर पनि अति विशेष के भन्छ अनुरोधका साथ होइन विशेष पाहुनाको रूपमा वाचनबाट आउनु भएको छ हाम्रो देखि आउनु भएको छ भाइहरूले चाहिँ पाहुना भन्दा भन्दै यहाँ काममा त व्यस्त गराउनु हो बर्बाद विशेष पाहुना भन्दा काम गरायो भने अनि हाम्रो भाउजू चाहिँ एकदम व्यस्त हुनुहुन्छ नि आज बडो कडा कफी खुलाउनु भयो खै अरूका त तितो भयो अनि मलाई त ठिकै भयो अनि आजको हाम्रा समोसा मास्टर अति बिजी हुनुहुन्छ आजको यस समोसा कार्यक्रममा तपाईँको केही भन्नु छ समोसा मास्टर श्रीप्रसाद थापाको केही भन्नु छ कमेन्ट्री केही छ ए हाम्रो यो किमा अलिक गिलो त्यही माथि हाम्रो आजको यस पिठो मास्टरले अलिकति गिलो बनाइदिनु भएकोमा उहाँलाई अलिकति कठिनाइ भइरहेको जस्तो लाग्यो है पक्कै पनि तैपनि हाम्रो चाहिँ समोसा चाहिँ बनिराखेकै छ अनि हाम्रो यहाँ समोसा चाहिँ फ्राई गर्न धेरै व्यस्त हुनुहुन्छ भूषण दाजु र अनु चाहिँ खै अनुले त सोजु पनि पिउँदै बनाउँदै जस्तो लाग्यो दुई दुईवटा सकिसकेछन् अनि भूषण दाजु के छ समोसा ठिकठाकले फ्राई भइरहेछ कि पड्किरहेछ आलु निस्किएछ भने होइन आलु मात्र नि हेरे आलु निस्किरहेको बोल्नु खोज्छु कि बोल्नै दिँदैन मन लागिसक्यो अनि आज हाम्रा फुच्चे कान्छा चाहिँ अति ज्ञानी भएर बसिरहेका छन् है तिमी के हेरेको बाबु टिभी हेर्नमा मस्त छ कार्टुन हेरेको प्रदीप अङ्कल नजिक बसेपछि त ज्ञानी हुनै तिमीलाई कार्टुन मनपर्छ हो ए ल त ल है हामी पनि हेरौँ है अब समोसा मास्टरले कसरी समोसा बनाउँदो रहेछ ल इरखे पछाडि मेरो फोन छ होइन त्यहीबाट भेटिन्छ त्यही निलो